हरिओम शांति परमात्मा शांति। तो ओम हन हनुमन्ते अग्नि शक्ति फर्स्व, ओम काली महाकाली शमशान काली अग्नि शक्ति फर्स्व है त। मलाई मेरो परमात्मामा आजभन्दा 5 वर्ष अगाडि एउटा दियो पाँचवटा माता रानीका लागि यस घरमा निभाउन हुँदैन, सदाबार बोल्नुपर्छ भन्नुभयो। त्यो पनि कसले? मेरो हृदयमा पशुपतिनाथले। अनि एउटो दियोबाट आज 5 वर्षमा 111 दीप है। यो औँसी र पूर्णेमा 111 दीप प्रज्वलित गर्नु, प्रत्येक दिन 11वटा दीप प्रज्वलित गर्नु भनेर मेरो आत्मामा पशुपतिनाथदेखि परमेश्वरीहरू प्रभुहरू, अब त शमशानका शिव पार्वती पनि बोल्न थाल्नु भयो कि होइन। गौरीको भस्म भनेको त्यही हो, अशुभ शक्ति भस्म। यस धरतीमा नि 99% कली छ अरे, राक्षस शक्ति चलेको छ अरे हावाहुरीमा पनि जताततै। किनभने त्यो मान्छेहरू पनि त्यस्तै भए। त्यो कली राक्षसले अहिले मान्छेको शरीरमा राम्रो भन्ने आउँदैन। त्यही भएर त पति पत्नीको झगडा भयो, माता पिता घर परिवारमा मिलन छैन। जयकारोस् कलीले जितेर है त। अनि पछि धनमा नष्ट सबै गर्दा कलीले यस्तो भयो भन्नुहुन्छ। यो कली विश्वमा 99% दरले चलेको छ। त्यही भएर त आकाशमा बम बारुद छ, एकले अर्कालाई मार्ने भन्दा अरू आउँदैन। सत्यमा प्रेम हुन्छ, माया हुन्छ, सद्भावना हुन्छ, सहयोगी हुन्छ, एकले अर्कालाई मार्ने हुँदैन। यो कली भस्म गर्न अझै 5-6 वर्ष लाग्छ भन्नुभएको छ। हामीलाई यो आदेश छ 10 वर्ष यसरी पूजा गर्ने। मैले 5 वर्ष पूजा गरेँ, अझै मेरो 5 वर्ष यसरी पूजा जारी छ। महादेव प्रसन्न, गौरीको जयकारोस्। अनि तपाईहरु पनि घरमा यदि परिवारलाई खाना पुग्छ भने है, परिवारले खाना पुग्छ भने एउटा दियो चाहिँ बाल्नु होला प्रत्येक दिन, हैन भने औँसी पुन्ने। यदि दियो बाल्न सक्नु हुँदैन भने मनको मन्दिर बनाएर ध्यान गर्नुस्। तपाईसँग प्रकृतिका खजाना किन्नलाई पैसा छैन भने पनि जयकारोस् गौरी, तपाईसँग यत्रो शास्त्र दिनुभएको छ भगवानले, मन्त्र जप गर्नुस्। भगवानहरु देवीका देवका हैन, जसले मन्त्र जपबाट पनि नष्ट हुन्छ। मन्त्र जप गर्दा अपाङ्गले पनि सुती सासबाट मन्त्र जप गरेर त्यसबाट एउटा एनर्जी शरीरलाई एउटा शक्ति पैदा हुन्छ। यो कलियुगमा भनिएको छ। कलियुगमा मनको मन्दिर बनाएर मन्त्र जप गर। प्रसन्न पाथिभरा जय होस्। ब्रह्माण्ड महाशक्ति भनिएको छ। यहाँ ब्रह्माण्डका सबै शक्तिहरू बसेको कारणले ब्रह्माण्ड महाशक्ति भनिएको। यस ब्रह्माण्ड महाशक्तिमा मलाई चाहिँ न कहिले जुठो पनि लाग्दैन, सुतक पनि हुँदैनौ। हामीलाई तिमीले सदाबार पूजा गर्नुपर्छ भन्नुहुन्छ। म पूजा गर्छु सदाबार। त्यसपछि मेरो परमात्माको त्यो आदेश छ। म कहिलेकाहीँ बाहिर कुनै मठ मन्दिर जाँदाखेरि मेरो छोरी छोरा स्नान गरेर वस्त्र फेरेर उनीहरूले दीप प्रज्वलित गर्नुहुन्छ। जयकार होस्। सबैका घर मनको मन्दिर होस्। ऋषिको जस्तो सत्य आचरण होस्। महात्माको जस्तो ज्ञान होस्। परिवार मिलेर औँसी पुर्ने होम गरौँ। परिवार मिल्नुस्, थोरै खजाना जम्मा गर्नुस्, अग्निलाई होम गर्नुस्, सबै देवी देवतालाई बोलाउँदै स्वाहा भन्दै गर्नुस्। आफ्नै घरमा देवी देवताको बास बसालौँ। आफ्नै घरमा अब यत्रो दियो खानलाई नराम्रो शक्ति जल्छ, भगवान दियो खान आउनुहुन्छ। यहाँ त ब्रह्माण्ड महाशक्ति भनिएको छ नि त। सबै शक्तिहरूको लागि भनेर घरमा यदि खान पुग्छ भने एउटा दीप प्रज्वलित गरौँ। हामीले यस जन्ममा गरेका कर्म मृत्युपछि बल्ल भोग्ने हो हैन। त्यो भएर यहाँ आज छ गाडी आराम भनेर घमण्ड नगरौँ। उताको भाग अर्कै छ हैन। महादेव प्रसन्न, कुनै जन्मको भागले प्राप्ति गर्ने हो, यहाँ पनि त्यतिकै पाइँदैन। सङ्घर्ष अनि कुनै जन्मका भाग हुन्छन्। सङ्घर्ष त दुःख गर्नै पर्छ। त्यही पनि गर्दा गर्दै सफल भएको छैन। यति बेला कलीले सत्यलाई दिएन। अब मात्रै रोक्नुस् 5-6 वर्ष, त्यसपछि कली भस्म हुन्छ। हामी सत्यका दिन आउँछन्। शान्ति देवी प्रसन्न पारेर आमा